एसएस पनि होइन, दोस्रो एसएसमा पनि प्याट कमिन्स आएको थिएन होइन। र त्यो लेभलको हेर्नु पर्दाखेरि होइन, फ्लो हेर्नु पर्दाखेरि इङ्ल्यान्डको लगभग विकनेस नै देखिरहेछ क्या यहाँ। सो इङ्ल्यान्डले के को कुन लाइनअप ल्याएर चाहिँ अलिकति खेल्दाखेरि चाहिँ अलिकति बेटर देखिएला, अथवा यो समग्रमा हेर्नु पर्दा इङ्ल्यान्ड सिम्स लाइक एउटा हुन्छ नि, सिम्स लाइक नट इन अ कम्पिटेटिभ मोड, लाइक वाइज वी से इन एसएस भनेको एउटा कम्पिटिसन हुनुपर्ने गेममा त्यो लेभलको फ्लो देखिरहेको, लाइक वान साइडेड भइरहेको छ क्या हो। अब कसरी चाहिँ इङ्ल्यान्डले लाइनअप चेन्ज गर्नु पर्ला कि इङ्ल्यान्डले कि त बोलरहरू डिफ्रेन्ट खालको बोलरहरू ल्याउनु पर्ला कि के गर्दा चाहिँ यो अलिकति इङ्ल्यान्ड चाहिँ कम्पिटेटिभ देखिन्छ अस्ट्रेलियासँग, र अलिकति हाम्रो एसेस पनि आउँदो दिनहरूमा अलिक मोर कम्पिटिसन हुनसक्छ, अथवा टेस्ट क्रिकेटमै हेर्नु पर्दा इङ्ल्यान्डले राम्रो राइज अप गर्न सक्ला। यस्तो के अरे 2005 को एसएस 2009 को एसएस यसमा इङ्ल्यान्डले राम्रो गरेको थियो। एन्ड्रु स्टक्सको क्याप्टेन्सीमा 2009 तिर 2005 मा माइकल वाट, त्यसपछि हेर्ने भने अस्ट्रेलियाले डोमिनेट गरेको छ के हैन। अनि अहिले स्टेबल कहाँ भइरहेछ भन्दाखेरि मैले हेरेको इङ्ल्यान्डको पिच जुन छ इङ्ल्यान्डमा खेल्दाखेरिको पिच अहिले पहिला फ्ल्याट क्रिकेट भयो इङ्ल्यान्डमा हो। अनि त्यसपछि के भइरहेछ भन्दाखेरि पहिला जस्तो स्विङ वाला हुने पिच स्विमिङ कन्डिसन त्यस्तो छैन। अनि खाली चाहिँ त्यो फ्ल्याट पिच अस्ति भर्खर इन्डियाको हामीले सिरिज हेरेको नि, त्यसमा के अरे 600 रन 700 रन भइरहेको हैन। तर अब अहिले अस्ट्रेलियामा कस्तो पिच छ भन्दाखेरि हल्का बाउन्सी पिच छ क्या, पेस र बाउन्स पिच छ, त्यसमा गर्दाखेरि ब्याट्सम्यानहरु स्ट्रगल गरिरहेको छ इङ्ल्यान्ड हैन। त्यो पेस बाउन्स चाहिँ खेल्न नसकिएको जस्तो लाग्छ, त्यही भएर चाहिँ होम कन्डिसनमा पनि पहिला जस्तो चाहिँ बलरहरूलाई ब्याट्सम्यानलाई पर्ने पिचहरु अहिले चाहिँ टोटली फ्ल्याट क्रिकेट भएको हुनाले गर्दा ब्याट्सम्यानहरुलाई बाउन्सी ट्र्याकहरुमा खेल्न गाह्रो भइरहेको छ, स्ट्रगल गरिरहेको छ। ब्याटिङ लाइन त यही हुनुपर्ने हो, स्टार प्लेयरहरु सबै डकेट, क्रली, पोप, जोरूट अनि ह्यारी ब्रुक आउँछ, स्टोक्स आउँछ, इभन जेमी स्मिथ राम्रो ब्याट्सम्यान। त्यही भएर अब त्यो कार्डको पनि ब्याटिङ राम्रो छ, किम्सनहरुको के ब्याटिङ हो। तर आई थिंक ब्याट्सम्यानहरुले बाउन्स बललाई को बोलाउन सकेर आउट भइरहेको छ। तर लगातार तीनटा गेम हेरिसक्यौँ हामीले होइन, तीनवटा एसएस टेस्टमा लगभग इङ्ल्यान्डले एउटै जित्न सकिरहेको छैन क्या। ल 3 भन्छ, अब यो पनि हार्यो भने एसएस सक्यो क्या, एसएस डिफिटै भयो। 3-0 भइसकेपछि अब लास्ट दुईटा गेम छ, दुईटा गेम जिते पनि एसएस नै हार्ने नै हाल्छ इङ्ल्यान्डले। सो लगातार 2 गेम हार्यो होइन। तर अस्ट्रेलियाको लाइनअप हेर्नु पर्दाखेरि उस्मान खवाजा भनेको 38 इयर्स ओल्ड हो होइन, स्टिभ स्मिथ पनि लगभग 35 पुगिसक्यो होइन, अनि नेथन लायन पनि लगभग धेरै उमेर खाइसकेको, 37-38 पुगिसकेको, स्टार्क पनि इभन 36 सम्मको हो होइन, अनि यता प्याट कमिन्स पनि अन्डर 32-33 सम्मको हो होइन। सो ओभरअल त्यही पनि तगडा देखिन्छ। बट राइट इन फ्रन्ट अफ इङ्ल्यान्डको हेर्नु पर्दाखेरि ब्राइडन कार्स पनि राम्रै बलिङ लाइन अब जो स्ट्रङ भयो होइन, अनि बेन स्टोक्स एज अ क्याप्टेन होइन, ऊ त लगभग एज अ क्याप्टेन पनि भनौँ, एज अ ब्याटर, एज अ बोलर, फिल्डर सबै थोक नै उसले गरिदिन्छ होइन। अनि अर्को समग्रमा हेर्नु पर्दा जो रुट, बेन डकेट, ज्याक क्रलीहरूले पनि ब्याच बल खेलेकै ब्याटरहरू हुन् होइन। सो तर त्यो लेभलको कम्पिटिसन चाहिँ देखिरहेको छैन भन्ने एउटा चाहिँ देखिन्छ एसएसमा। देखिन्छ तर पिच हुन्छ होला है, यो 5-0 ब्याटिङ ओभरअल छ। अनि के अरे यो जुन यो ब्याच बल भनेको छ नि ओभर हाइप टेस्ट म्याचमा अब यो ब्याच बल भनेर हुँदैन, टेस्ट म्याच जस्तो खेल्नु पर्यो के, एट्याकिङ पनि खेल्नु पर्छ तर सिचुएसन अनुसार हुन्छ के हैन। हो त्यो छ, जस्तै एउटा सेसनमा समय लिएर खेल्नुपर्ने हुन्छ हैन, कुनै सेसनमा त एट्याकिङ खेल्नुपर्ने हुन्छ, तर जाने बित्तिकै हान्ने खोज्ने ओभर एक्सजी भएर टेस्ट म्याचमा काम छैन। हो त्यो चाहिँ हो। जस्तै जोरुडले लगभग सम्हालेर खेलिरहेको हुन्छ, सिचुएसन अनुसार उसले ट्याकल गर्छ होइन। जस्तै ज्याक क्रली आउँछ सुरुमा होइन, उसले डाइरेक्टली ड्याङ हानेर खेल्ने हो, लाइक T20 खेलिदिन्छ क्या उसले सुरुमा होइन। बेन डकेटले पनि त्यस्तै नै गर्छ होइन। सो अनि जुन मिडल अर्डर ब्याट्सम्यानहरू हुन्छन्, बेन स्टोक्स भयो, बेन स्टोक पनि चिप स्कोरमा गइहाल्छ क्या, त्यही भइरहेको छ। अनि लगभग त्यसपछिको प्लेयरहरूले खासै सपोर्टै दिन सकिरहेछन् क्या। सो त्यही भइरहेछ यो अहिलेको कन्डिसनमा हेर्नु पर्दा, चिप स्कोरमा सजिलै गइरहेछन्। अनि अर्को कुरा त अब
अनि अर्को कुरा त अस्ट्रेलियन कन्डिसनमा अस्ट्रेलियनहरूलाई होम एडभान्टेज पनि हो होइन मिचेल स्टार्कले इभन 146 147 सम्म फालिरहेको छ होइन त्यो भनेको एकदमै युज हो होम कन्डिसनमा अस्ट्रेलियनहरूलाई अनि के छ भन्दाखेरि यो एट्याकिङ क्रिकेट टेस्ट म्याचमा ठिक छ होइन कि खेलेपछि वीरेन्द्र सेवाग जस्तो खेल्नु पर्यो एट्याकिङ खेलेर 100 150 200 हान्न सक्नु पर्यो अनि 30-40 रन चाहिँ एकदमै फ्ल्याम पोइन्ट खेल्ने ब्याटिङ हानेर खेल्ने खतरा खेल आहा टाइपको ब्याटिङ गर्ने अनि विकेट खालेपछि त मजा आएन नि त हो कि लामो इनिङ खेल्न सक्नु पर्यो अब लामो इनिङ खेल्न सक्दैन 30-40 रन हानेर केही फाइदा छैन टेस्ट म्याचमा त एक दिन ब्याटिङ गर्नु दुई दिनमा ब्याटिङ गर्नुपर्ने हुन्छ एटलिस्ट लङ स्कोर जानुपर्ने हुन्छ क्या टिमलाई अनि यो त्यही भएर यो सर्ट क्यामियो इनिङ्सहरूको काम छैन जुन बेन डकेटहरूले खेल्छ होइन कहिले ज्याकहरूले खेल्छ त्यसरी चल्दैन क्या लामो पार्टनरसिप दिनु ओपनर भनेपछि त्यहाँ राम्रो पार्टनरसिप दिनु पर्यो नि पुरानो बललाई नयाँ गर्न सक्नु पर्यो पुरानो बललाई नयाँ गर्न सक्नु पर्यो त्यसपछि अनि आउने ब्याट्सम्यान फर्स्ट डाउन सेकेन्ड डाउन थर्ड ब्याट्सम्यान सजिलो हुन्छ खेल्नलाई बल नयाँ हुन्छ अनि बित्तिकै त्यो अजनको ब्याटिङ आइसक्छ होइन त्यही भएर पार्टनरसिपहरू छैन विकेट गइरहेको छ स्कोर बनिरहेको छ अनि 350 रनको स्कोरमा बलरले के गर्न सक्छ भने टेस्ट म्याच त्यो त युज भयो नि त 400 प्लसको टार्गेट दिइरहेको छ यो गेममा पनि होइन त्यो त यो सुरुदेखि नै प्रेसर फिल हुन्छ उनीहरूले हान्न खोज्छन् अनि हान्न खोजेपछि ब्याट्सम्यान आउट हुने भनेको त्यही नै हो त्यो अनि इभन बोलरले अब जोफ्रा आर्चर जोस्टङ ब्राइडन कार्सहरू ल्याएको छ होइन तैपनि हुँदैन उनीहरूले लब राम्रो ब्याटिङ भइरहेको छ क्या अस्ट्रेलियाको लब 3वटा एसएसटीमा हेर्नु पर्दा इङ्ल्यान्डको काहीँ पनि हुन्छ नि डोमिनेसन देखिरहेको छैन जस्तो लाग्छ क्या मलाई 3वटै गेममा तलको ब्याट्सम्यान आएर राम्रो खेलिन्छ मिचेल स्टार्कले ब्याक टु ब्याक हो मिचेल स्टार्कले सुधा हान्दिरहेछ क्या बोलरले 50 हान्दिरहेछ क्या यहाँ त त्यही त अनि अब जुन उस्मान ख्वाजालाई ड्रप गरेको थियो अब उसले ड्रप गरेको थियो 82 हान्दियो क्या ड्रप गरेको ब्याट्सम्यान क्या त्यही त अब उसले 40 हानेर कन्ट्रोल गरिदियो जो उस्मान ख्वाजा एकदमै मनपर्ने ब्याट्सम्यान हो मलाई चाहिँ एकदमै हाई टेक्निकली साउन्ड छ कि उस्मान ख्वाजा दो ही वाज अनि फेरि यो चाहिँ रङ टाइम उसको यो लास्ट एस्टेज हुन सक्छ होला तर चान्स पायो 50 मिनेटमा इन्जर्ड भएर अनि उसले फेरि राम्रो अपर्च्युनिटी त्यो चाहिँ हो त्यो देखिन्छ होइन ओभरअली हेर्नु पर्दाखेरि सो इङ्ल्यान्डले लब अबको आउँदो दिनहरूमा के कस्तो स्ट्राटेजी राख्नु पर्ला आउँदो दिनहरूमा कि यही लेभलको टिमले गर अरू गेम पनि जित्न सक्ला भन्ने कि अब केही चेन्जेस गर्नु पर्ला आउँदो अब जस्तो 4 टेस्ट 5 टेस्ट छ नि 2टा टेस्टमा चाहिँ कस्तो खालको स्ट्राटेजी इङ्ल्यान्डले लाउँदा चाहिँ अस्ट्रेलियालाई एउटा हुन्छ नि विनिङ मोमेन्टसम्म जान सक्ला अब मैले चाहिँ हेरेर अनुसार त्यही यो ओपनिङ पार्टनरसिप हुनु पर्यो हैन 1 2 3 विकेट छ नि एटलिस्ट उनीहरूले चाहिँ 50 प्लस आफ्नो स्कोर गर्यो भने पनि 150 रनको पार्टनरसिप भयो भने फर्स्ट 3 विकेटको बिटविनमा त्यसपछि स्कोर गर्न सक्छ त्यसपछि बलिङमा त राम्रो गरिरहेको हुन्छ राम्रो